आजको भ्लगिङ चाहिँ हेयर स्पाबाट सुरु भइरहेको छ र हेर्नु। हेलो एभ्रिवान र नमस्ते हजुरहरू सबैजनालाई कविता छेत्रीको अर्को एउटा नयाँ भिडियोमा स्वागत छ। र आउनुहोस्, आज चाहिँ म गइरहेकी छु क्लास र क्लासमा चाहिँ मैले के गरेँ देखाउने छु। सबैभन्दा पहिला म पुगिसकेकी छु क्लासरुममा जाने बित्तिकै मेरो दुईजना प्यारा प्यारा बहिनीहरू बसिरहेको रहेछन् र सरको वेट गरेर म मेरो दुईजना प्यारा प्यारा बहिनी हामी यहाँ सबैजना बसिरहेको छौँ। अनि उतातिर चाहिँ म्यामले स्किनको क्लास दिइराख्नु भएको छ र त्यसपछि चाहिँ हामीहरू वेट गर्दा गर्दै पनि सर आइसक्नु भएको छ। र आज चाहिँ थियो मेरो भोइस काटिङ र गाइस भोइस काटिङ काट्दा चाहिँ मेरो एकदम दिमाग खलबलिने छ आज। र त्यही भएर सर पनि आइसक्नु भएको छ अनि मलाई बुझाइदिनु भएको छ भोइस काटिङ कसरी काट्छन् भनेर। त्यसपछि चाहिँ यहाँ चाहिँ दुईजना बहिनीले चाहिँ हेयर स्ट्रेट गर्नको लागि पहिला आइरन कसरी गर्नुपर्छ त्यो सिकाइराख्नु भएको छ। स्ट्रेटनर कसरी दर्ने, कम कसरी दर्ने, कसरी सेक्सन गर्ने र कसरी आइरन गर्ने त्यो सिकाइराख्नु भएको छ। र हेर्नुहोस् कसरी के आज मैले के गरेँ हजुरहरूलाई देखाउने छु। क्लास एकछिन गरिसकेपछि बहिनीले भनिन् मेरो हेयर स्पा गरिदिनु न दिदी भनेर। अनि त्यसपछि चाहिँ म यहाँ हेयर स्पा गर्नको लागि उसलाई लिएर गएँ र सबैभन्दा पहिला मैले हेयर वास गराएँ। हेयर वास गराएर टावेल ड्राई अलिअलि गरेँ अनि त्यही पछाडि चाहिँ हेयर स्पा क्रिम एप्लाई गरेर एकछिन मैले उसलाई मसाज दिएँ। र हेर्नुहोस् मैले कसरी हेयर स्पा गरिरहेकी छु। र साथै हो हजुरहरूलाई पनि हेयर स्पा, हेयर कटिङ या स्किनको फेसियल, थ्रेडिङ केही गर्न छ भने हजुरहरूले मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र स्किनको अनि हेयरको हजुरहरूलाई केही सर्भिस लिन छ भने मलाई कन्ट्याक्ट गरेर बोलाउन सक्नुहुनेछ। गाइस हजुरहरूलाई मेरो भिडियो हेरेर कस्तो के लाग्छ प्लिज कमेन्ट गरेर भन्नुहोला। र मैले चाहिँ हेयरको कोर्स पनि गरिरहेकी छु र अलमोस्ट मेरो कोर्स कम्प्लिट भइसकेको छ र अब अलिक दिन मात्रै छ, त्यसपछि चाहिँ मेरो कम्प्लिट पनि हुन्छ। र गाइस हजुरहरूले पनि क्यामेरा उठाउनुहोस्, काम गर्नुहोस्, कसैले के भन्छ त्यो नसुनिकन आफ्नो काममा ध्यान दिनुहोस्। किनभने धेरै मान्छेले नेगेटिभ कुराहरू नै गर्छन्, तर नेगेटिभ कुराहरूलाई इग्नोर गरेर पोजिटिभ भाइब लिएर आफ्नो काम गर्दै जानुहोस्। एक दिन हजुरहरू सबैजना सफल हुनेछ र सबैजनालाई साथ सपोर्ट दिनेछु म पनि। र हजुरहरूले पनि मलाई धेरै साथ सपोर्ट दिनुभएको छ, त्यसको लागि चाहिँ सबैजनालाई धन्यवाद। हरेक भिडियोमा हरेक पल हजुरहरूको धन्यवाद भन्न चाहन्छु, किनभने हजुरहरूको कारण नै म आज यहाँ पुगेकी छु र हजुरहरूले साथ दिएको कारणले गर्दा म धेरै अघि बढिरहेकी छु। र पब्लिक नै हो नि साथ दिने नदिने हरेक चिजमा सपोर्ट गर्ने सबैजना आफ्नो पब्लिक नै हो। त्यही र गाइस र यहाँ चाहिँ अब क्लास गरिसकेर जान लागेकी छु घरतिर। यहाँ चाहिँ मेरा दुईजना प्यारा प्यारा बहिनी अनि उतातिर हुनुहुन्छ मेरो दिदी। अनि जाँदा जाँदै स्मार्ट बजारमा अलिकति सामान पनि लिन छ अनि त्यसपछि चाहिँ सिधै जान्छु म घर। अहिले चाहिँ म घरबाटै अपडाउन गरिरहेकी छु, किनभने रुम लिएर बसेकी थिएँ 2 महिना, बट म बिमारी भएर अपरेसन हुनको कारण रुम खाली गरेर घरबाट अपडाउन गरिरहेकी छु। र गाइस सबैजनालाई दिल से धन्यवाद, हजुरहरूले धेरै माया दिनुभएको छ, यस्तै माया दिनुहुन्छ भन्ने आशा राख्दै आजलाई यति नै।